एकदमै सस्तो प्राइस राखेको छ हामीले 3,75,000 मात्र प्राइस राखेको छ। कुरा गर्नुपर्दा मात्र 6,75,000 प्राइस राखिदिएको छौँ। त्यसबाट मोडलको जेडीआई प्लस टप मोडलमा हो, डिजेल भेरिएन्ट हो। गाडी एकदमै फ्रेस कन्डिसनमा छ हैन, फिट फुल अप्सनमा हैन, डिजेल भेरिएन्टमा गाडी एकदमै लग्जरियस गाडी हो, एकदम राम्रो छ। एसएक्स टप मोडल हो, यो पनि 4 व्हील ड्राइभमा हो, पावर भेरिएन्टमा 4 व्हील ड्राइभमा हो। पावर स्टियरिङ, पावर विन्डो, एसी देखि लिएर सम्पूर्ण फिचरले भरिपूर्ण। अझै मेरो उमेरको भनेको त यो एकदमै हिरो गाडी हो, अहिले पनि हिरो नै छ यो गाडी भन्नु पर्दाखेरि। 2008 मोडलको हो। यो चाहिँ नम्बरी सुन्नु है, i10 गाडी हो, एकदमै बेस्ट कन्डिसनमा छ। सिलप्याक इन्जिन, कुनै मारुति सुजुकी कम्पनीकै स्विफ्ट VXI स्विफ्ट डिजायर हो, VXI मोडलमा हो हैन। गरी खाने गाडी 2017 मोडलको टाटा कम्पनीको सुपर एस है। यो चाहिँ तपाईले प्राइसको कुरा गर्नुपर्दा एकदमै सस्तो प्राइस हो, मात्रै तपाईले 4,75,000 मा चाहिँ यो गाडी तपाईले आफ्नो बनाएर लैजान सक्नुहुनेछ। 8 मोडलको टक्सन हो भने यो चाहिँ 2009 मोडलको, यो चाहिँ एकदमै टप मोडलको है। नमस्ते, म हिमाल लामा, तेमाल अटो सेन्टरमा यहाँलाई स्वागत गर्न चाहन्छु। आज चाहिँ तपाईहरुले चाहिँ हामी कहाँ भएको गाडीहरु चाहिँ प्रत्येक गाडीको चाहिँ हामीले चाहिँ भिडियो बनाएर चाहिँ तपाईहरुको सामु लिएर आइरहेका छौं। यदि तपाईहरुले चाहिँ चित्त बुझेको खण्डमा चाहिँ तपाईहरुले चाहिँ हामीहरुको गाडीहरुलाई चाहिँ तपाईहरुले चाहिँ आफ्नो बनाएर चाहिँ लिएर जान सक्नुहुनेछ है त। अब सुरुमा हामी चाहिँ सस्तो गाडीबाट चाहिँ हामीहरुले चाहिँ सुरुवात गर्नेछौँ है त। सम्पूर्ण गाडीको चाहिँ डिटेल हजुरहरुलाई चाहिँ बताउन गइरहेको छु। यदि तपाईहरुले मन परेको खण्डमा चाहिँ हामीहरुको तेमाल अटो सेन्टरमा चाहिँ तपाईहरुले भिजिट गर्न सक्नुहुनेछ। अब यहाँ सुरुमा आएको छ सस्तो गाडीबाट है त। यो सुजुकी मारुति सुजुकी कम्पनीको जेन गाडी है। यो चाहिँ 2001 मोडलको हो हैन, एकदमै सस्तो प्राइस राखेको छ हामीले 3,75,000 मात्र प्राइस राखेको छ। गाडी एकदमै न्यू नयाँ जस्तै बनाएको छ गाडी हैन, एकदमै बेस्ट कन्डिसन पनि छ। तपाईहरुलाई चाहिँ हामी कहाँबाट लिएको गाडीको चाहिँ इन्जिनको पनि ग्यारेन्टीको साथ चाहिँ हामी चाहिँ तपाईहरुले सेल गर्छौं है। यदि 6 महिना वर्ष दिन भित्र चाहिँ इन्जिन गयो भने त्यो चाहिँ हामीले चाहिँ फेरि पनि तपाईहरुलाई चाहिँ रिपेयर गरेर पनि दिनेछौं। त्यसमा चाहिँ तपाई ढुक्काउनु होला। गाडी एकदमै फ्रेस छ, एकदम राम्रो कन्डिसनको छ, जेन गाडी हो हैन। यदि तपाई भक्करै हात पसाउँदै हुनुहुन्छ अथवा एकदम गाडी किन्ने सोचमा हुनुहुन्छ तर नयाँ गाडी एकैचोटि लगानी नगरौँ भन्ने सोच हुनुहुन्छ भने चाहिँ तपाईको लागि चाहिँ बेस्ट हुन सक्छ यो गाडी हैन। मारुति सुजुकी कम्पनीको जेन गाडी हो। यदि हजुरहरु यो लिने सोचमा हुनुहुन्छ भने चाहिँ हामीहरुको नम्बरमा सम्पर्क गर्नु होला है त। धन्यवाद। अर्को आएको छ यहाँनिर सेन्ट्रो 2004 मोडलको सेन्ट्रो, होन्डाईको सेन्ट्रो, 1 नम्बर रेसियल भ्यालु भएको। यसको विषयमा धेरै भन्नु पनि परेन, तपाईले किनेर लागि पनि खासै घाटा पनि हुँदैन। 2004 मोडलको सेन्ट्रो, यसको प्राइसको कुरा गर्नुपर्दा मात्र 6,75,000 प्राइस राखिदिएको छौं। त्यसमा पनि अलिकति केही मिलाउन सकिन्छ। यदि तपाईहरु चाहिँ लिने चाहिँ इच्छा गर्दै हुनुहुन्छ भने चाहिँ यो गाडी पनि तपाईहरुले आफ्नो बनाएर लान सक्नुहुनेछ। तपाईसँग भएको बाइक होस्, गाडी होस्, जुनै पनि सवारी साधनसँग चाहिँ तपाईले एक्सचेन्ज पनि गर्न सक्नुहुनेछ है त। हस्, धन्यवाद। अब अर्को आयो यता सुजुकी मारुति सुजुकी कम्पनीकै अर्को छ ब्रेजा है। ब्रेजा भनेपछि एकदम चलेको गाडी हो, ब्रेजा क्रेटा हैन। यिनीहरु चाहिँ एउटै क्याटेगोरीको गाडीहरु चाहिँ पर्न आउँछ। गाडी एकदम राम्रो, एकदम बेस्ट कन्डिसन छ। 2016 मोडलको जेडीआई प्लस टप मोडलमा हो, डिजेल भेरिएन्ट हो। गाडी एकदमै फ्रेस कन्डिसनमा छ हैन। इन्जिन, गियर बक्सदेखि लिएर सब ओके गाडी हो हैन। सिंगल ह्यान्डेड गाडी हो है, यो चाहिँ सिंगल ह्यान्ड गाडी हो। यदि यो गाडी लिन चाहनुहुन्छ भने तपाईसँग भएको गाडीसँग पनि सट्टापट्टा गर्न पनि सक्यो र तपाईले एकदम सिंगल आफै किन्छु भनेर पनि लिएर जान सक्यो है त। खास धन्यवाद। अब त्यसै गरेर यता अर्को स्कोडा कम्पनीको र्यापिड गाडी लिएर आएको छ है, सेडान कार। यो एसयुभी मा पर्छ भने यो चाहिँ सेडानमा पर्छ है। कसैलाई एसयुभी मन पर्छ, कसैलाई सेडान मन पर्छ हैन। त्यसकारणले चाहिँ कसैलाई ह्याचब्याक हैन, जे भए पनि हामीले चाहिँ विभिन्न ब्रान्डको गाडीहरु चाहिँ लिएर आइरहेको छौं हामीहरुको तेमाल अटो सेन्टरले। त्यसै गरेर यो चाहिँ रहेको छ 2013 मोडलको स्कोडा र्यापिड फुल अप्सनमा हैन, डिजेल भेरिएन्टमा। गाडी एकदमै लग्जरियस गाडी हो। यदि यो गाडी तपाईहरु लिनुहुन्छ भने यसको प्राइस एकदमै सस्तो प्राइस राखेको छ है। जम्मा 11,75,000 मा तपाईले आफ्नो बनाएर लैजान सक्नुहुनेछ। 11,75,000 मात्र है त। अब यता अर्को आएको छ अफरोड किङ टेरियस, एकदम 1 नम्बर नेपालमा चाहिँ एकदम ब्रान्डेड गाडी हो यो चाहिँ हैन। जापानको हो यो चाहिँ हैन, मेड जापान हो हैन, जापानिज गाडी हो, टेरियस हो। एकदम राम्रो छ। एसएक्स टप मोडल हो, यो पनि 4 व्हील ड्राइभमा हो। पावर स्टियरिङ, पावर विन्डो, एसी देखि लिएर सम्पूर्ण फिचरले भरिपूर्ण भएको एसयुभी गाडी छ। ग्राउन्ड क्लियरेन्स कुरा गर्ने भने यो जुनै ठाउँ पनि जान सकिन्छ हैन। काठमाडौँ भ्याली पनि होस् अथवा अफरोड कुनै पनि बाहिर जानु परोस्, यसमा चाहिँ कुनै पनि समस्या आउने छैन। गाडी एकदमै राम्रो छ। टेरियस एसएक्स मोडल 2006 को, प्राइस मात्र 16,50,000 है यसको। अब आयो त्यसै गरी यता अर्को जापानको फलाम आयो है। यो पनि जापानकै फलाम। हामी त जापानिज गाडीहरु धेरै छन्
तर यो चाहिँ आयो निसानको एक्सट्राइल गाडी है 2003 मोडलको भए पनि एकदमै भयङ्कर बलियो गाडी हो यो चाहिँ धेरै राम्रो डिजल भेरिएन्टमा 4 व्हील ड्राइभमा हो पावर स्टियरिङ पावर विन्डो एसी देखि लिएर सम्पूर्ण फिचरले भरिपूर्ण अझै भन्नुपर्दा माथि सनरुफ भएको गाडी है अहिले सम्पूर्ण के अरे सबै चिजले काम गर्छ यसको काम नगर्ने भनेको कुनै पनि छैन सबै अप्सनहरूले अहिलेसम्म स्टिल एकदम राम्रो काम गरिरहेको छ यो गाडीको चाहिँ प्राइसको कुरा गर्नु पर्यो भने बाइकको दाममा हो है यो चाहिँ मात्रै 10,75,000 हो त्यसमा धेरै चाहिँ मिलाउन सकिँदैन यो चाहिँ लगभग फिक्स प्राइस जस्तै हो है यसको चाहिँ गाडी एकदम राम्रो छ छिटोभन्दा छिटो हामीले सम्पर्क गर्न सक्नुहुन्छ अनि अलि यता भित्र आउनुहोस् त यता छ अर्को एउटा होन्डाईको टक्सन भनेपछि एकदमै मेरो उमेरको भनेको त यो एकदमै हिरो गाडी हो अहिले पनि हिरो नै छ यो गाडी भन्नु पर्दाखेरि 2008 मोडलको हो हामीले एक हप्ताभित्र चाहिँ 3वटा टक्सन बेच्नलाई चाहिँ हामी चाहिँ सफल भएका छौँ एकदम सक्सेस गाडी एकदमै राम्रो छ 2008 मोडलको फुल अप्सनमा हो गाडी पावर स्टियरिङ पावर विन्डो एसी यो पनि अफ रोड किङमा पर्दछ है 4 व्हील ड्राइभमा हो गाडी 4 व्हील ड्राइभ गाडी एकदमै बेस्ट कन्डिसन छ प्राइसको कुरा गर्ने भने यो मात्रै 14 लाखमा तपाईँले चाहिँ लिएर जान सक्नुहुनेछ अथवा तपाईँसँग भएको गाडी बाइक जुन कुनै साधनसँग पनि एक्सचेन्ज गर्न पनि सकिन्छ है त्यसै गरेर अर्को यता आयो सुन यो चाहिँ नम्बरी सुन हो है i10 गाडी हो एकदमै बेस्ट कन्डिसनमा छ सिलप्याक इन्जिन कुनै गाडी यहाँ भएको कुनै पनि गाडी चाहिँ हामीहरूको चाहिँ एक्सिडेन्ट भएको गाडीहरू चाहिँ छैन है एक्सिडेन्ट रहित एकदम त्यो चाहिँ ढुक्क हुनुहोस् हिमाल अटो सेन्टरबाट लगेको गाडीहरू कुनै पनि त्यस्तो चाहिँ एक्सिडेन्ट परेको गाडीहरू हामी खरिद पनि गर्दैनौँ बिक्री पनि गर्दैनौँ त्यस कारणले यो गाडी पनि त्यसै अनुसार एकदम राम्रो गाडी 2009 मोडलको सिलप्याक इन्जिन सिलप्याक गेयर बक्स होइन पावर स्टियरिङ पावर विन्डो एसीदेखि सम्पूर्ण फिचरले भरिपूर्ण भएको चाहिँ i10 गाडी लिएर आएको छौँ यो चाहिँ 2009 मोडलको हो यसको के अरे प्राइसको कुरा गर्नु पर्यो भने एकदम सस्तो छ यो पनि धेरै मिलाउन सकिँदैन यो पनि लगभग फिक्स प्राइस जस्तै हो मात्रै 10,75,000 मा तपाईँहरूले लिएर जान सक्नुहुन्छ अब त्यसै गरेर अर्को आयो मारुति सुजुकी कम्पनीकै स्विफ्ट VXI स्विफ्ट डिजायर हो VXI मोडलमा हो हैन फुल अप्सनमा हो गाडी एकदम राम्रो छ यो गाडीको पनि तपाईले इन्जिनको कुरा गर्ने हो भने त झन् कुरै नगरौँ एकदम स्मुथ साउन्ड इलेक्ट्रिक कार बराबरको छ यो गाडी हैन कुनै पनि खरक खुरुक ग्याङ गुडुङ केही पनि आवाज छैन सेडान कार हो यो चाहिँ हैन एकदमै राम्रो छ यो लाइक पनि तपाईहरुले जम्मा यसको प्राइसको कुरा गर्नु जम्मा 11,85,000 मा तपाईहरुले चाहिँ यो गाडी चाहिँ लिएर जान सक्नुहुन्छ थोरै मिलाउन सकिन्छ यसमा है त्यो प्राइसमा अलिकति तपाईले चित्त बुझेको खण्डमा चाहिँ अलिकति मिलाउन सकिन्छ त्यसै गरेर अर्को तेमाल अटो सेन्टरले लिएर आएको छौं गरी खाने गाडी हामीले चाहिँ कार मात्रै बेच्दैनौं है सबैजना एकदम ग्राहक वर्गहरुलाई चाहिँ सबैले मध्यनजर गर्दै विभिन्न ब्रान्डको गाडीहरु लिएर आउँछौं त्यसमध्ये हामी के हुन्छ त काम गरेर खाने व्यक्तिहरुको लागि पनि शौकीन व्यक्ति पाखुरो देखाएर घुम्न जान्छु भन्नेहरुको लागि पनि हैन विभिन्न ब्रान्डको गाडीहरु लिएर आउँछौं त्यसैगरी यो चाहिँ आयो हामीहरुको गरी खाने गाडी 2017 मोडलको टाटा कम्पनीको सुपर एस है यो चाहिँ तपाईले टक्क लानी चोगा लगेर तिर्साउने दिनमा 9-10,000 कमाई खाने गाडी हो टाटाको सुपर एस गाडी 2017 मोडलको प्राइसको कुरा गर्यो भने जम्मा 5,25,000 मा तपाईले यो गाडी चाहिँ पास गरेर लान सक्नुहुनेछ है त्यसमा पनि अलिकति के यसो हेरविचार गरिन्छ तपाई यदि लिने कन्फर्म भयो भने चाहिँ है त्यसको लागि चाहिँ हामीहरुको तेमाल अटो सेन्टरलाई सम्झिनु होला अब ओके त्यसै गरेर फेरि हामीहरुको अर्को पनि सेन्ट्रो रहेको छ 25 वर्ष एकजना मात्र व्यक्तिले चढेको गाडी है यति कन्डिसन छ कि मोडलले पुरानो हुन्छ मोडलले पुरानो छ 2000 मोडलकै भए पनि पुरानो मोडल भए पनि कन्डिसनको कुरा गर्यो भने 2014-15 मोडलको सेन्ट्रो बराबरको चाहिँ यसको चाहिँ कन्डिसन तपाईले चाहिँ पाउन सक्नुहुनेछ है तपाईले त्यो मुखले भन्दै हुनुहुन्छ तपाईले आएर टेस्ट ड्राइभ गर्दाखेरि तपाईले थाहा पाउनेछ यति राम्रो कन्डिसनको गाडी छ कि यो कुरै नगरौँ यसकारण यदि यो गाडी पनि तपाईले चाहिँ किन्ने सोचमा हुनुहुन्छ भने चाहिँ आउनुहोस् तेमाल अटो सेन्टरमा आउनुहोस् यो गाडी पनि तपाईले किन्न सक्नुहुन्छ प्राइसको कुरा गर्नुपर्दा एकदमै सस्तो प्राइस हो मात्र तपाईले 4,75,000 मा चाहिँ यो गाडी तपाईले आफ्नो बनाएर लैजान सक्नुहुनेछ त्यसको लागि तपाईले चाहिँ तेमाल अटो सेन्टरलाई चाहिँ सम्झिनुहोस् है त एकपटक तपाई चाहिँ तेमाल अटो सेन्टरमा चाहिँ भिजिट गर्न सक्नुहुनेछ है यताको ग्रीन कलरको भयो यता ब्लू कलरको भयो टक्सन हामीहरुका चाहिँ दुईवटा मोडलमा छ अघिको 2008 मोडलको टक्सन हो भने यो चाहिँ 2009 मोडलको यो चाहिँ एकदमै टप मोडलको है धेरै यो मोडलमा चाहिँ धेरै छैन पनि है यो चाहिँ माथि सनरुफ भएको गाडी हो
टक्सनमा पनि टप मोडल हो गाडी एकदमै बेस्ट कन्डिसनमा छ अघिको 8 हो भने यो चाहिँ 9 को हामीसँग कहाँ 4 वटा टक्सन थियो 4 वटा टक्सनमा 2 वटा सेल भयो अब 2 वटा बाँकी छ हैन अब यसको कुरा गर्ने भने एकदमै राम्रो छ यो गाडी चाहिँ है भित्र फिचर देखि लिएर अटोमेटिक एसी देखि लिएर 4 व्हील ड्राइभ पावर विन्डो पावर स्टियरिङ एसी देखि लिएर माथि सनरुफ भएको गाडी हो है सनरुफ भएको गाडी हो सनरुफ भएको गाडी भनेपछि टप मोडलमा पर्दछ टक्सनमा टप मोडलको गाडी हो गाडी एकदमै बेस्ट कन्डिसनमा छ यो गाडी हैन तपाईको इन्जिन गियर बक्स सबै सिल्पियाको यसको है केही पनि अहिलेसम्म चलाएको छैन यति राम्रो गाडी यति जतन गरेर राखेको छ 2009 मोडलको यसको प्राइसको कुरा गर्ने हो भने मात्रै 17,50,000 हामीले चाहिँ प्राइस राखेको छौं यो टक्सनको हैन त्यसमा पनि हामीले चाहिँ तपाईलाई यदि चित्त बुझेको खण्डमा तपाईसँग भएको कुनै पनि गाडी होस् बाइक होस् त्यसलाई चाहिँ एक्सचेन्जको सुविधा पनि राखेको छ तपाईले सट्टापट्टा पनि गर्न सक्नुहुन्छ होइन म लान्छु भन्यो भने 17,50,000 मा चाहिँ तपाईले अलिकति केही मिलाएर हामीले दिन सकिन्छ त्यसको लागि छिटो भन्दा छिटो हामीहरुलाई सम्पर्क गर्नु होला है त हस् धन्यवाद हिमाल सर लोकेसनको लागि कहाँ आउनुपर्ने हो अब यो तेमाल अटो सेन्टर तपाईहरुलाई चाहिँ कहाँ होला भन्ने एउटा जिज्ञासा चलिरहेको होला मनमा हैन अब झुकिनु परेन तेमाल अटो सेन्टर चाहिँ हामीहरुको चाहिँ कोटेश्वरबाट आउँदाखेरि अगाडि बालकुमारी पुल छ बालकुमारी पुलको मुखैबाट है सीसीआरसी कलेजको छेउबाट यता खोलाको किनार निस्किएर 300 मिटर यता मात्र है मात्र 300 मिटर बालकुमारी पुलबाट नरेफाट जाने बाटो खोलाको किनारबाट 300 मिटर यता चाहिँ हामीहरुको तेमाल अटो सेन्टर है त तपाई चाहिँ आउन सक्नुहुनेछ हामीहरुको तेमाल अटो सेन्टरमा है त हस् धन्यवाद